हेलो सबैजनालाई गुड मर्निङ। एउटा सिधैले फेबुलो भन्दै फेरि पनि मैले एकदम राम्रो एउटा तपाईँहरू सबैजनाको लागि भिडियो लिएर आएको छु। त्यहाँदेखि सबैजना तपाईँहरू यो भिडियो हेरेर एकदम खुसी भइदिने है, तपाईँहरू आनन्द भइदिने, आनन्द लिने, अन्त एकदम अवलोकन गरिदिने भिडियोलाई है। अन्त मेरो साथीहरू सबैजना मेरो आज्ञा आता है, सबैजनाहरू काम गर्नुहुँदैछ। तपाईँलाई होइन हाम्रो रिम्बुचेको यो कुदुङ एउटा अब एउटा कुचेको कस्तो दामी बनाएको छ। दुईवटा रहेछ यहाँ चाहिँ, एउटा भन्दा पनि दुईवटा रहेछ। अन्त मजाले बनाउनु भएको छ, उस्तै मजा झुकिनु हुन्छ। म चाहिँ एकताल चाहिँ झुक्यो पनि हो, साँच्चै नै हो जस्तो लाग्यो। तर यस्तो बनाउनु दिने मान्छेले पनि यति मिहिनेत गरिदिएर काम गरिदिनेहरूलाई पनि सबैजनालाई गुम्बामा थ्याङ्क यू सो मच है। अन्त यो मूर्तिको काम चाहिँ एकदम धेरैभन्दा पनि धेरै हार्डवर्क बेसी हो। हेर्नुहोस् त, यो जुङहरू गर्ने काम चाहिँ एकदम साह्रो हो है। अन्त यसो गरेर साथीहरूले बिचरा मेरो है आज्ञाहरू, मित्रताहरू, मेरो सबैजना हुनु त मेरो आज्ञा आताहरू उनीहरू सबैजना मेरो यो रहेछ हो, के भन्थे मेरो मलाई धेरै फलो गरेको छ। उनीहरूले मेरो भिडियो धेरै हेर्नुहुन्छ अरे। अन्त थ्याङ्क यू सो मच फर्स्ट अफ अल तपाईँहरूलाई है। यस्तो गर्दै यो काम चाहिँ एकदम साह्रो हो। तपाईँहरू घरतिर नि मूर्तिहरू छ भने, ठुलो सानो जस्तै मूर्तिहरू छ भने, कुजुङहरू के गर्नु छ भने पनि यहाँ चोतेन गुम्बामा ल्याउन सक्नुहुन्छ है। अन्त यहाँ चाहिँ एकदम दामी गरिदिन्छ, तपाईँहरू ढुक्कै भएर बस्दा हुन्छ। हेर्नुहोस् त, एकदम मेरो चाहिँ काम साह्रो हो। किनभने यो उल्टा लाग्यो भने हामीलाई धेरै पाप लाग्छ होइन। टाउको कता हो, फेद कता हो, यसरी भन्नुपर्ने हुन्छ रातो रङ लाएर। यो चाहिँ ठुलो मूर्तिमा लाउने, कोही सानोमा लाउने, यस्तो अलग अलग उनीहरूले बनाउँदै दिन्छ। कोही बनाउने, कोही काट्ने मान्छेहरू धेरै हुन्छ यहाँ चाहिँ, ठुलो गुम्बा भएको कारणले गर्दाखेरि। अन्त यो भिडियो तपाईँलाई कस्तो लाग्यो, के लाग्यो, सबैजनालाई लागि मेरो फलोवर्स सबैजनालाई राम्रो हेरिदिने, यो भिडियो धेरैभन्दा धेरै सेयर गरिदिने है। अन्त तपाईँहरूलाई कस्तो लाग्यो, के लाग्यो यो भिडियो, मैले एकदम सर्ट भिडियो बनाएको छु। तपाईँलाई नेक्स्ट भिडियो कमेन्ट गर्नुहोस्, म नेक्स्ट भिडियो अझै तपाईँलाई बनाउने कोसिस गर्छु। अन्त यस्तो भन्दा तपाईँहरूलाई मेरोदेखि सबैजनालाई है। अन्त यति नै भन्दै तपाईँलाई म नेक्स्ट भिडियोमा भेट्ने छु। अन्त तपाईँहरू घरमा मूर्तिहरू के छ भने यस्तो ल्याउनु सक्नुहुन्छ यहाँ गुम्बामा डाइरेक्ट। अन्त यसरी गर्नुपर्ने हुन्छ। यो चाहिँ त्यो चाहिँ सबै भित्र चाहिँ मन्त्र लेखेको हुन्छ, डोल्माको हुन्छ, बजाको सबै गुरुङ साबुन चाहिँ मन्त्र यसरी लाउँछ। त्यस्तो तपाईँलाई मेरो भिडियो के लाग्यो, कसैले